नेपालको इतिहासमा पहिलो पटक एउटा र्यापर, एउटा स्ट्रक्चरल इन्जिनियर र काठमाडौँका पूर्व मेयर सिधै मुलुकको कार्यकारी प्रमुख यानी प्रधानमन्त्री बने। विक्रम सम्वत 2082 चैत 27 गते बालेन्द्र शाहले देशको 43औं प्रधानमन्त्रीको रूपमा शपथ लिए। म बालेन्द्र शाह। अनि सुरु भयो नेपालको इतिहासकै सबैभन्दा धेरै चर्चा र चासो पाएको एउटा राजनीतिक प्रयोग। तर सरकार बनेको 55 दिन बितिसक्दा के साँच्चीकै भुइँमान्छेको जीवनमा केही फेरियो त? कि यो पनि पुरानै जस्तै अर्को एउटा हावागफ मात्रै थियो? आउनुस् आजको भिडियोमा बालेन सरकारको 55 दिनको कामलाई एक एक गरेर केलाउँ र हेरौं उनको वास्तविक रिपोर्ट कार्ड। बालेन शाहलाई हामी मध्ये धेरैले र्याप रियालिटी सो वा काठमाडौँको मेयरका रूपमा चिन्छौं, तर उनीसँग इन्जिनियरिङको बलियो शैक्षिक पृष्ठभूमि पनि छ। सन् 2022 मा कसैले नसोचेको ढंगले स्वतन्त्र उम्मेदवारी दिएर उनी काठमाडौँको मेयर चुनिए। मेयर भएपछि उनले फोहोर व्यवस्थापन, हडपिएका सार्वजनिक जग्गा र अवैध अतिक्रमण हटाउने जस्ता साहसिक काम गरे। सबैभन्दा ठूलो कुरा उनले कार्यपालिका बैठकलाई लाइभ स्ट्रिम गरेर इतिहासमै पहिलो पटक पारदर्शिता के हो भनेर देखाइदिए। तर राजनीतिको ठूलो मोड सन् 2025 मा आयो। देशका पुराना दलहरूसँग वाक्क भएका जेनजी अर्थात् नयाँ पुस्ताका युवाहरूले देशव्यापी आन्दोलन गरे, जसले नेपालको पुरानो राजनीतिक सिन्डिकेटलाई जरैदेखि हल्लाइदियो। त्यही लहरको जगमा बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भए। रवि लामिछाने पार्टी अध्यक्ष नै रहे, तर चुनावमा प्रधानमन्त्रीको अनुहारका रूपमा बालेन शाहलाई अघि सारियो। 2082 फागुन 5 गते भएको आम चुनावको नतिजा आधी बिहरी जस्तै आयो। प्रतिनिधि सभाका कुल 275 सीट मध्ये रासपा एक्लैले 182 सीट जित्दै झण्डै 2/3 बहुमत ल्यायो। अचम्म त के भयो भने बालेन आफै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने झापा क्षेत्र नम्बर 5 मा चुनाव लड्न गए र ओलीलाई पराजित गरे। उनले नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी 59,568 मत प्राप्त गरेर एउटा ऐतिहासिक कीर्तिमान रचे र 35 वर्षको उमेरमा देशको पहिलो मधेसी मूलको प्रधानमन्त्री बन्दै सिंहदरबार प्रवेश गरे। शपथ लिएको 48 घण्टा पनि बित्न नपाउँदै बालेन सरकारले आफ्नो एक्सन देखायो। पहिलो क्याबिनेट बैठकबाटै सरकारले 100 बुँदे सुशासन सुधार एजेन्डा सार्वजनिक गर्यो। रासोपा अध्यक्ष रवि लामिछानेले संसदको रोस्टममा उभिएर स्पष्ट भनिसकेका थिए। सभाध्यक्ष महोदय, हामीलाई हनीमुन पिरियडको सुविधा पनि चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं। हाम्रो सरकारलाई काम गर्न कुनै हनीमुन पिरियड चाहिँदैन। हामी सेकेन्डको हिसाब गरेर काम गर्छौं र सरकार त्यही रफ्तारमा दौडियो पनि। आउनुहोस् यो 100 बुँदे एजेन्डाका मुख्य कुराहरू के थिए सरसर्ती हेरौं। पहिलो, भ्रष्टाचारको चिरफार। सन् 1990-2047 साल यताका सबै उच्च पदस्थ नेता र कर्मचारीहरूको अवैध सम्पत्ति छानबिन गर्न 15 दिनभित्र एउटा शक्तिशाली उच्च स्तरीय समिति बनाउने। दोस्रो, शहीदलाई न्याय। सेप्टेम्बर 9, 2025 मा भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई न्याय दिन 1 हप्ताभित्र जाँचबुझ समिति गठन गर्ने। तेस्रो, डेलिभरी सिधै घरमा। पासपोर्ट, नागरिकता र ड्राइभिङ लाइसेन्स लिन अब सरकारी कार्यालयमा लाइन बस्नु नपर्ने। गभर्मेन्ट कुरियर सर्भिस मार्फत 100 दिनभित्र यी सेवा घर घरमै पुर्याउने। चौथो, राज्यको खर्च कटौती। भद्दा प्रशासनिक संरचनालाई सानो बनाउन। 22 वटा संघीय मन्त्रालयलाई घटाएर 16 वटामा सीमित गर्ने र अनावश्यक बोर्ड तथा समितिहरू खारेज वा मर्ज गर्ने। पाँचौं, कर्मचारी तन्त्रको शुद्धिकरण। सरकारी कर्मचारी र विद्यालयका शिक्षकहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने, लिएमा तुरन्त बर्खास्त गरिने। आउनुहोस् अब सरकारका 100 बुँदा मध्ये अहिलेसम्म के कति काम पूरा भएका छन् सरसर्ती एक एक गरेर हेरौं। 1. स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनेहरूप्रति आभार प्रकट। 2. नतिजामा आधारित शासकीय प्रबन्ध, डिलिभरी बेस्ड गभर्नेन्स लागू गर्ने। 3. सबै दलका घोषणापत्रबाट कार्यान्वयन योग्य विषयको संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने। 4. संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न 7 दिनभित्र कार्यदल गठन। 5. संघीय मन्त्रालयको संख्या 17 कायम गर्ने।
30 दिनभित्र नियमावली संशोधन। 6. सबै निकायमा बिजनेस प्रोसेस रिइन्जिनियरिङ BPR सेवा प्रवाह सरल बनाउने। 7. अनुत्पादक बोर्ड, समिति र संस्थागत संरचना खारेज वा पुनः संरचना। 8. सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन सर्वेक्षणको राष्ट्रिय मापदण्ड तर्जुमा। 9. फ्रन्ट डेस्क कर्मचारीलाई सबै सेवाको तालिम 15 दिनमा। सूची तयार। 10. 24 घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन। 11. हेलो सरकार स्तरोन्नति, एकीकृत ड्यासबोर्ड र रियल टाइम अनुगमन। 12. पासपोर्ट, नागरिकता लाइसेन्स सहित सेवा फेसलेस र डिजिटलमा रूपान्तरण। 13. प्रमाणपत्र मोबाइल एपमा डाउनलोड गर्न मिल्ने 15 दिनमा। 14. सट्टेबाजी एप र वेबसाइट 24 घण्टामा बन्द। 15. अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति 15 दिनभित्र गठन। 16. राष्ट्रिय सतर्कता केन्द्रको पुनः संरचना योजना 30 दिनमा। 17. सार्वजनिक खरिद ऐन 30 दिनमा संशोधन, भ्याल्यू फर मनी डिजिटल खरिद। 18. एकल बिन्दु सेवा केन्द्र प्रभावकारी बनाउने, उद्योग दर्ता सरल। 19. लगानी बोर्डमा वान डोर अप्रुभल सिस्टम 1 महिनामा स्थापना र सञ्चालन। 20. स्टार्टअप फास्ट ट्र्याक प्रणाली लागू, व्यवसाय दर्ता 2 दिनमा। 21. वान डोर बिजनेस प्लेटफर्म 45 दिनभित्र सञ्चालन। 22. औद्योगिक तथा व्यावसायिक सुरक्षा संरचना, गृह मन्त्रालय 30 दिनमा। 23. निजी सम्पत्तिमा क्षति र लुटपाटमा संलग्नमाथि कडा कानुनी कारबाही। 24. लगानी बोर्ड, व्यापार प्रवर्धन केन्द्र, उद्योग विभाग बीच दोहोरोपन अन्त्य, एकीकृत संरचना। 25. आरोग्य पर्यटन रणनीति, नेपाल वेलनेस इयर 2027 15 दिनमा। 26. एकीकृत खानेपानी समन्वय टास्क फोर्स गठन 30 दिनमा प्रस्ताव। 27. नेपाल प्रहरी CIB-लाई प्रविधियुक्त बनाउन कम्तीमा 1 करोड उपलब्ध। 28. भन्सारमा थन्किएका सवारी साधनको व्यवस्थापन वा लिलामी तत्काल। 29. सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया 100 दिनभित्र सुरु। बालेन शाह नेपालको प्रधानमन्त्री बनेको आज ठ्याक्कै 55 दिन पूरा भएको छ। 55 दिन कुनै पनि सरकारको अन्तिम मूल्याङ्कन गर्ने पर्याप्त समय होइन, तर यति अवधिमा देखिएका सङ्केतहरूले एउटा कुरा भने स्पष्ट पारेका छन्। यो सरकारको काम गर्ने शैली, प्राथमिकता र प्रस्तुतिमा पुराना सरकारहरूभन्दा केही फरक देखिन्छ। तर नेपालको राजनीतिक इतिहासले एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ। घोषणा गर्नु सजिलो हुन्छ, कार्यान्वयन गर्नु कठिन। धेरै सरकारहरू यही घोषणाको चमक र परिणामको अभावबीच हराएका छन्। त्यसैले बालेन सरकारको वास्तविक परीक्षा अब सुरु हुँदैछ। यो सरकार सफल भयो कि भएन भन्ने निर्णय भाषणले होइन, परिणामले गर्नेछ। जब आम नागरिकले सरकारी सेवा सहज रूपमा प्राप्त गर्नेछ, जब भ्रष्टाचार विरुद्धको अभियान नारामा सीमित नभई व्यवहारमा देखिनेछ र जब देशको आर्थिक अवस्था तथा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन महसुस हुनेछ, तब मात्र यो सरकारको वास्तविक मूल्याङ्कन सम्भव हुनेछ। त्यसबेला इतिहासले फैसला गर्नेछ, बालेन शाह परिवर्तनका प्रतीक बने कि अर्को एउटा अधुरो आशाको अध्याय मात्र। अब तपाईको विचार के छ? बालेन सरकारको अहिलेसम्मको 55 दिनको कामलाई 10 मध्ये कति अङ्क दिनुहुन्छ? आफ्नो धारणा कमेन्टमा लेख्न नबिर्सनुहोस्। भिडियो मन परे लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्नुहोस्। महेश TDI हेर्नु भएकोमा धन्यवाद। नमस्कार।